हेलो हेलो साथीहरु, के छ खबर? म चाहिँ खाना खान लागेको है। आउनुस् खाना खाने भए। यो चाहिँ आज चाहिँ जाँगर लगाएर अचार बनाएको कि मैले। अनि काहीँ नभएको जाँगर निकालेर मैले अचार बनाएँ, तर कस्तो छ चाखेको चाहिँ छैन हैन। तै पनि मिठै छ होला हैन। अब बनाउने मान्छेले चाख्नु हुँदैन रे नि त। के कसो हाम्रोतिर चाहिँ त्यस्तो भन्छन्, तपाईहरुकोतिर चाहिँ के छ थाहा भएन। ल आउनु है खाना खानलाई। कोही खाना खानु भएको छैन भने आउनु। हरियो खोर्सानी पनि छ। हरियो खोर्सानी टोकेर भात खाँदा त कति आनन्द आउँछ होला नि। कसले कसले खानु भएको छ लु भन्नु त। पिरो रहेछ। अन्डा कसलाई मन पर्छ? पिरो भयो। अचार नि मिठो भएछ। खाने हो? के गर्नु, एक्लै छु। साथी बा आमाले गाड्दिहालेछन् भनेर भन्न नमिल्ने। सक्यो। आज चाहिँ साग बनाएको थिएँ कि। कोही खाना खानु भएको छैन भने आउनु है। फेरि जुठो भात भन्नु होला, चोखो पनि छ। अर्को खोर्सानी खानु पर्यो। यति दामी भएछ कि अचार। ओहो, यो अचारसँग